Hello, welcome back to Impact Hoops Academy. म प्रेमसिंह होना फाउन्डर अफ इम्प्याक्ट हुप्स र U16 नेपाल बास्केट कोच। आज तपाईहरुलाई यो बास्केट स्किल एन्ड ड्रिलको एपिसोड 5 मा सुटिङको बेसिक फन्डामेन्टल कसरी गरिन्छ भनेर हामीले देखाउन गइरहेको छु तपाईहरुलाई। सुटिङ ड्रिल राम्रो सुटर हुनलाई हामीले एकदम कन्टिन्युस सुटिङ प्र्याक्टिस गर्नुपर्छ हामीले। जस्तै यसकोलाई फर्स्टमा बेसिक हामीले कसरी स्टार्ट गर्ने त भन्दा जस्तै पहिला स्टेसनरीमा तपाईको यो थोरै वाइड खुट्टा गरेर यो हम जम्प स्टपमा बसेर यो बल राइट ह्यान्डको यो पाम पनि हैन माथि फिंगरसम्म मात्र हामीले बल राख्ने र एल्बो स्ट्रेट। फर्स्टमा हामीले वान ह्यान्डबाट गरे पनि हुन्छ। यो स्ट्रङ लेग बेन्ड यो वान ह्यान्डले यो फलो थ्रु हामीले यसरी सुटिङ गर्न सकिन्छ। म फेरि एकचोटि देखाउँछु तपाईहरुलाई। यो एल्बो स्ट्रेट, यो पहिला आफ्नो पोजिसन ठिक छ कि छैन हेर्ने सुटिङ गर्नु अगाडि। यो हाम्रो प्र्याक्टिस हो, बास्केटमा फोकस नगर्ने, हाम्रो बडी पोस्चराइज र ह्यान्ड र फलो थ्रु ठिक छ कि छैन हेर्ने। यो बडी ब्यालेन्स, यो एल्बो स्ट्रेट र यो फलो थ्रु यसरी हामीले सुटिङ गर्न सकिन्छ। त्यसपछि हामीले अब लेफ्ट ह्यान्ड युज जस्ट ब्यालेन्स द बल, कन्ट्रोल गर्ने बललाई लेफ्टले पनि, र जब सुटिङ गर्दा लेफ्टले पुश पनि नगर्ने के पनि नगर्ने, जस्ट छोड्ने र राइट ह्यान्डले सुटिङ यो फलो थ्रु यसरी। म फेरि एकचोटि तपाईलाई देखाउन गइरहेको छु। म अब पहिला सुरु मेरो स्टेसनरी पोजिसन हेर्छु, थोरै बेन्ड बल थाइमा राख्छु र पोजिसनमा बस्छु। मेरो एल्बो ठिक छ कि छैन र लेफ्ट छोड्छु र यो फलो थ्रु। यो मस्ट फलो थ्रु याद गर्न सक्नुपर्छ। अब यही चिज हामी एथलिटलाई राखेर गराउन गइरहेको छु। कसरी गर्छ भने जस्तै फर्स्टमा अब यो कोन हामी एउटा राख्न सकिन्छ ठ्याक्क रिङको सेन्टरमा, र यो पोस्चराइज पहिला नि बेन्ड थोरै, यो वान ह्यान्ड मात्र यसरी बल र रेडी। यो ग्याप गर्ने पाम र फिंगरले मात्र हो, स्ट्रेट बल नहेर्ने हो, हेड स्ट्रेट अप टु रिम। यो अब यो स्ट्रङ लेग तलैबाट पुश र फलो थ्रु हो, हामीले यसरी प्र्याक्टिस गर्न सकिन्छ हो। फेरि वान ह्यान्ड रेडी, आफू रेडी छ कि छैन हेर्ने, र अब कमन फलो थ्रु। यो बास्केटमा ध्यान नदिने अहिले हामी प्र्याक्टिस गरेर राख्दा जस्ट ह्यान्ड फलो थ्रु छ कि छैन, यो बडी ब्यालेन्स आफ्नो पोस्चराइज ठिक छ कि छैन हेर्ने हो, यसरी सुटिङ गर्न सकिन्छ। अब यही चिज हामीले अब लेफ्ट ह्यान्ड युज गर्ने, अफ ह्यान्ड जस्ट मैले अघि पनि भनिसकेँ, जस्ट ब्यालेन्स गर्नलाई मात्र। अब लेफ्ट ह्यान्डले टच मात्र गर्ने। ओके, सेम सर्ट पुस हो, यसरी हामीले सुटिङ गर्न सकिन्छ। यही हामीले कन्टिन्यू प्र्याक्टिस गर्न सकिन्छ। गुड सर्ट। अब लेफ्ट ह्यान्ड राख्ने र सुटिङ गरिसकेपछि लेफ्ट ह्यान्ड सेम एज इट इज जस्तो छ त्यही फलो थ्रु। यो लेफ्ट ह्यान्ड राख्ने हो, सुटिङ गर्दा यो लेफ्ट ह्यान्ड यत्तिकै राख्ने र यो राइट ह्यान्ड सुटिङ गरेपछि फलो थ्रु। नाइस हो, यसरी हामीले गर्न सकिन्छ सुटिङ प्र्याक्टिस। समात्ने हो, अब सुट। यसरी हामीले कन्सिस्टेन्सी कन्टिन्यू प्र्याक्टिस गर्दै स्टेप बाई स्टेप अलि हामीले ब्याक गर्दै सकिन्छ, सुटिङ गर्न सकिन्छ। जस्तै ल्याडर सुटिङ भन्छ यो। जस्तै अब यताबाट सुटिङ समात्ने, अब सुटिङ पोजिसनमा लेफ्ट ह्यान्डले गर्ने कन्टिन्यू त्यो सुटिङ गर्ने। फेरि पोस्चराइज याद गर्ने, हतार नगर्ने हो। अब यो बास्केट बल वान स्टेप ब्याक थोरै हो, यसरी हामीले सुटिङ प्र्याक्टिस गर्न सकिन्छ। पहिला रेडी छ कि छैन, ग्र्याब द बल फर्स्टमा हो, ल ओके, यसरी हामीले सुटिङ प्र्याक्टिस गर्न सकिन्छ। ग्र्याब द बल, अब ब्यालेन्स गर्ने। अब सुटिङ पोजिसनमै जाने, आफूलाई अलिक कन्फिडेन्ट बढ्दै गयो कि सुटिङ पोजिसनमै जाने, बल समात्ने, ग्र्याब द बल, यो ग्र्याब द बल। अब पोजिसनमा नाइस, यसरी गर्न सकिन्छ कन्टिन्यू सुटिङ। आज हामीले हाम्रो बास्केट स्किल एन्ड ड्रिलको एपिसोड 5 मा सुटिङको ड्रिल बेसिक, यो चाहिँ बेसिक कसरी हामीले स्टार्ट गर्न सकिन्छ भनेर हामीले देखायो। यसको लागि चाहिँ एकदम कन्सिस्टेन्सी चाहिँ चाहिन्छ, प्र्याक्टिस कन्टिन्यू। यो सुटिङ भन्ने चिज यस्तो चिज हो कि बास्केटबलमा एकदम फोकस, एकदम कन्सन्ट्रेट हुनु सक्नुपर्छ। यसमा अलिकति डिस्ट्र्याक्ट हुनुहुन्न। त्यही भएर सुटिङ गर्दा हामीले जता पनि एक्लै
पनि सुटिङ गर्न सकिन्छ, जुन मैले अझै पनि रिपिट गर्छु त्यसको लागि। यो ह्यान्ड्सहरू, एल्बो, यो लेफ्ट ह्यान्ड, जस्ट ब्यालेन्स। र सुटिङ गर्दा धेरैले हात मात्र भन्छ, हात मात्र होइन, यो होल बडी तपाईँको लोवर बडीदेखि एउटा फर्मेसन चाहिन्छ यसको लागि। तपाईँहरूले घरमा जति प्र्याक्टिस गर्यो त्यति राम्रो हुँदै जान्छ। तपाईँलाई हाम्रो इम्प्याक्ट हुसको यो कस्तो लाग्यो कमेन्ट एन्ड सेयर गरिदिनु होला। नमस्ते, म प्रेम सुनार।